Hello guys, welcome to my new Muna Karki YouTube channel. आज चाहिँ फाइनल्ली हाम्रो गाउँमा पनि पानी पर्यो। हेर्नु त यस्तो मजाको पानी पर्यो कि यस्तो मजाको। अब चाहिँ के होला जस्तो छ, अब चाहिँ रोपाई होला जस्तो छ। म भिज्न जाम, मलाई भिज्न मन पर्छ। क्या बोला तूने? पानी पर्यो के हुन्छ हाम्रो गोरुडा चाहिँ सबै कुहिएर हेर्नु त पुरा बर्बाद भएको छ। बर्बाद ये दुख का खत्म नहीं होता बे। हेर्नु यस्तो हरियोमै टिप्नुपर्छ। हेर्नु न यहाँ कुहिएर यसो जिन्दगानी दर्पण छ यही यस्तो हुन्छ कुहिएर किरा। यो खासमा किन कुहिएको होला, धेरै स्याहार गरेर हो कि के हो के हो। हेर्नु न भित्र सब कुहिएको हो नि, पानीले हो क्या सायदै यस्तो फलेको हो मस्त। हेर यहाँ कुहिएर थाङ्रो साङ्रो नि केही नहालेको यतिकै फलेको बोट हो नि त, त्यही भएर हेर यहाँ यस्तो आलु खाने जस्तो भइरहेछ। गोलबाट पनि माटोबाट पुरा निकाल्नु परेको छ। अनि यस्तो यहाँबाट यस्तो किरा आउँछ नि। ओ भाई ये क्या है? गोलभेडा रोपेको चाहिँ हेर्नु त हाम्रो गोलभेडा। नयाँ यो मेवाको बोट यसरी फुल्किरहेको गाइस। कसैको यसरी फुल्किरहेको यो नयाँ खाले मेवा परेछ। हेर्नु त यसरी लहरा वाला फुल फुल्छ मेवामा। यो नयाँ स्टाइलको मेवा। अब मेवा कहाँ फल्छ होला, यो कहाँ फल्छ मम्मी यो मेवा? ए लहरा फल्छ। खोर्सानी यस्तो लहर धेरै फलेको छ। खोर्सानी यस्तो धेरै छ खोर्सानीहरू। म त खोर्सानी टिपिरहेको छु। तपाईँहरूलाई खोर्सानी हरियो रातो पहेँलो कालो खोर्सानी चाहिन्छ भने यहाँ सम्पर्क गर्नु होला। सबैभन्दा फेभरेट पनि मुन्टा त हो होइन, तर मलाई मुन्टा केलाउन यस्तो अल्छी लाग्छ कि यस्तो झ्याउ लाग्छ कि 1 घन्टा जति लाग्छ क्या मुन्टा केलाउनलाई। अनि मलाई त्यही भएर झ्याउ लाग्छ। तर मिठो चाहिँ मिठै हुन्छ, के गर्नु, मिठो भएपछि खानै परिहाल्यो। हाम्रो घरमा फेरि कसैलाई मुन्टा मिठो लाग्छ, कसैलाई मिठो लाग्छ। मुन्टा हाम्रो गाउँको मुन्टा चाहिँ मेरो वहाँ एउटा सब्सक्राइबर बढ्ने भयो, त्यही भएर म मुन्टा छोडेर यी मुन्टा दिनलाई आइरहेको छु। मेरो सब्सक्राइबर छोरी हो। भोलि पर्सि 10,000 भयो भने त म महिनाको 10 लाख कमाउन थाल्यो भने त अनि छोरीले जे भने रिचार्जसम्म त गरिदिएले त्यो गरिदिन्छ, पार्टी हुन्छ भने। मन मात्र सफा भएर हुँदो रहेछ, धन पनि चाहिँदो रहेछ। त्यस कारणले गर्यो अब यस्तै हो। धनको चाहिँ पीडितै छु भनौँ भनेदेखि अहिले देखाएको थिएँ पैसा। अनि मनको पीडित त अघि अहिले धनको पीडित। 5 मिनटमा मनको पीडित, 5 मिनटमा धनको पीडित उहाँ। यस्तै हो गाइस। म यहाँ हेर्दैछु। खै म साना बच्चाहरू नि त घाँसको बारी पुग्छन्। हाम्रो सिस्नो खाने भए कोही छ, सिस्नो खाने नि सम्पर्क गर्नुहोस् यहाँ। मम्मी खायो भने त ढाड दुखेको अनि जिउ दुखेको जोर्नी दुखे नि बिसो हुन्छ है घाइजो। ल यस्तो आउँछ हामीलाई। किसमिस भने चाहिँ यही हो घाइजो। किसमिस म चाहिँ नि पानी लिन हिँडेको गाइस। म पानी लिएर आउँछु धाराबाट। यो धारो पनि देखाउँछु म। यस्तो बबाल धारो छ नि। हाम्रो गाउँको सामुदायिक पार्टी प्यालेस यो हाम्रो चौतारो। यस्तो खतरा पिपलको बोट छ यहाँ। सधैँभरि पुगेर पिङ हाल्थे, यसपालि चाहिँ हालेनन् दसैँमा। यस्तो बवाल इन्भाइरोमेन्ट। हाम्रो गाउँ हेर्दै कस्तो राम्रो छ है। वाउ, मेरो मोबाइल यति नराम्रो मोबाइलबाट पनि यस्तो राम्रो भिडियो आइरहेछ। हाम्रो सामुदायिक पार्टी प्यालेस यो केही बिहे भोज भतेर पऱ्यो भने चाहिँ यहाँ नै गर्छन्। यो चाहिँ हाम्रो भैँसी गोरुलाई पानी दिने ठाउँ। अनि योभन्दा माथि चाहिँ हाम्रो धारो हेर्नु त क्या खतरा धारो छ। अहिले यस्तो राम्रो धारो बनेको छ नि।
आज फ्राइडे त्यही भएर नानी बाबुहरू यहाँ लुगा धुँदैछ। बबाल धारो अझ यहाँ फुलसुल रोप्न बाँकी छ। यो पुरानो मन्दिर, यहाँ चाहिँ क्रियापूर्तिहरू बस्छन् गाइज। अनि त्योभन्दा माथि चाहिँ उहाँ मन्दिर बन्दैछ। पशुपति निर्माण हुँदैछ। छिटो गरेको, भोलि त शनिबार आउँदैछ त। ओहो घाम नलाग्नु नि सक्छ अरे। यो अहिले यो आज के लागिरहेछ त? यस्तो चिसो पानी छ कि आहा। हाम्रो सबभन्दा मिठो पानी हो, यही पानी खाएर हामी मोटाइरहेछौँ होइन। एउटा अचम्मको कुरो के छ भने होइन साथीहरू, यहाँ चाहिँ एउटा फुल थियो क्या, यस्तो के फुल हो यसको नाम मलाई थाहा छैन होइन। हो यस्तो फुल थियो क्या, रुख थियो यहाँ होइन। यो सबै फुलको रुख काटे, तर काहीँ केही छैन। तैपनि हेर्नु न यस्तो हाँगामा नि यस्तो फुल पलाइरहेछ क्या, यत्तिकै हाँगामै क्या, जराहरू काहीँ छैन होइन, त्यत्तिकै पलाइरहेछ। यो कस्तो शक्ति हो कि यो के हो? यो अनौठो यो फुल त्यस्तै हो कि होइन? जरै नभइकन नि फुल हेर्नु त, फुल खेलिरहेछ क्या। हेर्नु न, यसको रुख काटेको हो क्या यो, यसको रुख काटेको, तैपनि कस्तो फुल फुलिरहेछ क्या। यो अचम्मको कुरा होइन त? जरै छैन, गाडिएकै छैन, यत्तिकै फुल खिलिरहेछ। र फुल यो टिपेर चाहिँ कानमा लगाइहाल्नु न, यहाँ टिकटकको इफेक्टमा पनि देखिन्छ होइन यो फुल। सो मैले चाहिँ टिपेर लगाएँ फुल। यस्तो फुल क्या, यसको जरै नभइकन यत्तिकै हाँगामा फुल आयो। यही हो हाम्रो चाहिँ मन्दिर होइन। त्यहाँ पूजापाठहरू हुन्छ। अनि यस्तो राम्रो राम्रो हिमालहरू देखिन्छ। यो चाहिँ गाई होइन, यो सिमल रुख कहिले पनि मर्दैन कि के हो है। जहिले म जन्मेदेखि मलाई थाहा भएदेखि मेरो रुख यत्रै छ। मैले कहिले कहीँ जान्न। हेर्नु यस्तो हस्पिटल हो है, यो चाहिँ हाम्रो ओडाको ठुलो हस्पिटल हो। जाँच सब बिरामी सुत्केरी सबै यहीँ नै हुन्छ। आजको भ्यू चाहिँ यस्तो राम्रो छ, आकाश यस्तो खुल्ला छ भन्न मिल्दैन, पुरै सेतोले ढाकेर रहेछ। आज पानी पर्ने सम्भावना रहेछ हेर्नु त, कस्तो राम्रो फुल। वाउ भमरा बाटो हेर्नु यस्तो राम्रो छ। म हिँड्ने बाटो यति राम्रो छ यहाँ बस्ने हो। अब मैले मुन्टा पकाएँ गाइस, बेलुका भयो। मुन्टा पकाएर हामी चाहिँ आगोमा दाउरामा बाल्छौँ अनि दाउराबाट पकाउँछौँ। यस्तो मिठो हुन्छ। ग्यासमा पकाएको भन्दा दाउरामा पकाएको एकदम मिठो हुन्छ गाइस। सो आजको भिडियो यतिकैमा अन्तिम गर्छु। राम्रो भए राम्रो भनिदिनु, नराम्रो भए नराम्रो भनिदिनु। यतिकैमा धन्यवाद है सबै गाइजहरूलाई। ठोक दीजिए महाकाल का ठोक दीजिए। 5,000 लौटे दिख जाना चाहिए। ये 4,000 के लिए मैं यहाँ पे नहीं खड़ा हूँ।